आज हामी 4 जना मिली यस्तो गाउँमा जाँदैछौँ जहाँ चाहिँ गुरुङ समुदायका मान्छेहरू धेरै बस्नुहुन्छ। अनि यो बस्तीमा घरहरूको चाप कम भए तापनि आत्मीयता केही पनि कम हुने छैन। मिडल एज मान्छेहरूको कमी भएको यो गाउँमा वृद्ध आमाहरूको आशीर्वादको खाँचो हजुरहरूलाई कहिले पनि हुने छैन। घान्द्रुकमा पर्ने यो गाउँ पोखराबाट तकरिबन 65 किलोमिटरको यात्रा रहेको छ र बाटोमा खोला नाला पन्छाउँदै प्रकृतिको काखमा पुगी त्यहाँबाट दुई मुख्य हिमाल माछापुच्छ्रे र अन्नपूर्णको दृश्य देख्न पाउनुहुन्छ। हरेक ठाउँबाट गई विभिन्न जात जातिहरू गुरुङ पोसाक लगाएर आफ्नो जीवनको मुख्य क्षणहरूलाई तस्बिरमा कैद गरी जीवनभरिको लागि यादगार बनाउन सकिन्छ। यो गाउँमा सामानहरू ओसार्नको लागि खच्चर प्रयोग गरिँदो रहेछ। एकदम मन लोभ्याउने यो गैरी डाँडामा सबैजना गइदिनु होला र भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी होटेल निवासबाट बिदाई भएर ब्यागहरू त यहीँ राखेछौँ। अब ट्रेकिङ हिँड्नुपर्छ 1 घन्टाको। अनि गैरे के गाउँ अरे? गैरे गाउँ जानलाहाम। यही पोसाकमा जाने हो। भोलि यसमा फर्किने हो। सुत्दा मात्र कपडा हाले हम किन भन्दा अब त्यो ब्याग स्याग आफ्नो गाडी लिएर जाने होइन हामी। त्यही भएर पोखरामा स्टे गर्नलाई यो निवास होटेल एकदम राम्रो रहेछ। ब्रेकफास्टहरू रुमहरू पनि एकदम सफा। आउन चाहनुहुन्छ नि आउनु एक्सपिरियन्स गर्नु हैन। हामीले त बुक पनि गरेको थिएनौँ होटेल। अनि फेरि हिजो है आउँदा गऱ्यौँ 4-5 वटा त बुक भइसकेको थियो। कति मजाको घाम लाग्यो पोखरामा त। यता दाइले पनि ब्लग गराइराख्नु भएको छ हाम्रो सुमन दाइले। साथीको हिसाबले अब हामी त गैरे गाउँ जाँदैछौँ। त्यहाँको एक्सपिरियन्सहरू पनि देखाउँछौँ हामीले होइन। अब 1 घन्टाको ट्रेकिङ। हामी चाहिँ आफ्नो पर्सनल गाडीमा जाने होइन, रिजर्भ गरेर गइन्छ क्या। रिजर्भ त होइन होला, लगभग जिपमा गइन्छ होला नि होइन। जिपमा गइन्छ होला। अब अहिले गएपछि थाहा हुन्छ केमा गइन्छ भनेर। आफ्नो गाडी चाहिँ यहीँ राखेको छ। अनि त्यति चाहिँ उस छैन के भन्छ अरे, त्यति जाडो नरहेछ अहिले। बुटोलमा जस्तो जाडो नरहेछ। त्यही हो, घाम चाहिँ मजा लाखा आनन्द लाखा। गाडीमा बस्यौँ हामी। बस्यो अट्यो ल हामी लाग्यो है अब है। फर्स्ट मात्र गरेर आएको थियौँ। खानासाना खाएनौँ। त्यही भएर बाटोमा केही खानालाई यसो खानेकुराहरू लिएको। अब जिपमा चढ्छौँ। अनि यहाँ चाहिँ हल्का ब्रेक एकैछिनको ब्रेक 10-15 मिनटको चियासा खाम भनेर। खै कस्तो दामी हो न। यो कुन खोला हो र? कस्तो दामी के हो नि। हाम्रो उता जिप हो। यहाँ चाहिँ त्यहाँ जुन ठाउँमा रोकेको त्यहाँ चाहिँ प्याक रहेछ। त्यही भएर हामी अलिकति माथि आयौँ। अब यहाँ रोटी या पराठा खाने भनेको पाइन्छ कि पाइन्न। यहाँ अलिक खाली रहेछ। खै उत्रियौँ। यो कुन ठाउँ हो? कुन टाढे हो कि हो? यो कुन ठाउँ हो? आलडाँडा भन्ने। ए आलडाँडा हो। अब यहाँ चाहिँ अब आलडाँडाको खोल्सोपारी भन्छ। अब खोल्सोपारी ए अब यहाँबाट हामी 15-20 मिनट हिँड्छौँ। ल फोन नम्बर टिप्नु त। त्यसपछि आफ्नो माई गॉड, हेभनमा आयौँ हामी। वी आर इन हेभन right now.
रेक्या त ए ल हामी यो कहाँ हो यार यो त अचम्मैको ठाउँ रहेछ यार हाम्रो एकदम जाँदैछौँ हामी लगभग टपमा आयो भाइ हिँडिरहेछौँ लगभग 15 मिनट्सको हिँडाइ छ अरे हाम्रो 15 मिनटको हिँडाइ छ अरे उहाँ हाम्रो साथी उहाँ पुगिसकेको छ नि गाउँको भ्यू देखिसक्नु भएको छ मेरो बुढी यहाँ पछाडि मेरो बुढीलाई भारी बोक्दै ल तिमी अगाडि छ बुढो लाई मेरो बुढो पुरा भारी बोक्दै हिँडिरहेछ ट्याक्क लाएर होइन कोटेगाउँ होमस्टे ए भाइ यो चाहिँ कोटेगाउँ होमस्टे पर्यो कोटगाउँ 10 अन्नपूर्ण गाउँपालिका यहाँ चाहिँ कस्तो त्यो के भन्छ अरे मुस्ताङ आए जस्तो भाइसायो के मुस्ताङको बाटोहरू पनि यस्तै हुन्छ नि मुस्ताङ जस्तो जस्तो लाग्यो कि अलिअलि त्यो घरहरू त्यस्तो लाग्यो मलाई हाम्रा छोरी हिँड्नु भयो दुईजनाले ल दुईजना है भ्लगरहरू है हामी भनेको कहाँ हो डर लाग्यो है यहाँ दुईजना यो के भन्छ अरे गधाहरूले कच्चाहरूले हामीलाई डराउन दिए छैन छ क्या हो के मलाई पनि ल अझ एउटा आउँदैछ त्यसपछि हामी जान्छौँ यहाँ चाहिँ यो के हो मौला काली मन्दिर है मौला काली मन्दिर ल भगवान् हामीलाई सधैँ रक्षा गर्नु होला केही गल्ती भए माफ गरिदिनु होला हामी यहाँ घुम्न आएको छौँ दाइहरूले भन्नुभयो यो सिक्लेस पनि यस्तै टाइपको छ अरे हामी चाहिँ सिक्लेस गएको छैनौँ अब सिक्लेस अब कुनै दिन मिलाएर अब गयो हो अब सिक्लेस गयो होइन धम्पुस पनि गयो होइन अब यो के गाउँ अरे कस्तो फेरि भुले के हामी जानेवाला के गइरी होइन अरे के डन्डा गाउँ अरे अघिसम्म गौरी गाउँ भनेर थियो थाहा छैन हामीलाई पनि फर्स्टचोटि हो नजारा चाहिँ एकदम हेभन छ अलिअलि चिसो रहेछ किन भन्दा हामी एकदम टपमा आऊँ नि त 45 मिनटको यात्रापछि हामी डाँडा गाउँ आइपुग्यौँ अझै अलिकति तलतिर जानु छ यही हो मजाको रहेछ भ्यू पनि घर ल अब यही तल जानु त होला नि भ्यू चाहिँ यहाँ बसेर हेर्न मजा आउँदो रहेछ ल साथीहरू फाइनल्ली हामी चाहिँ डाँडा गाउँको भ्यू यसरी हेर्दैछौँ यहाँ साथीहरू थाकेर रेस्ट मोडमा हुनुहुन्छ यहाँ पनि मेरो अर्धाङ्गिनी पनि थाकेर रेस्ट मोडमा छिन् म पनि थोरै थाकेछु अब यहाँ चाहिँ मैले सर जुम गर्न थालेँ कुन होटलमा छ हामी भनेर यसो हेर्दै गर्दा ल सिरियसली लप्सन त यहीँ रहेछ त ल हामी जाने होमस्टे पनि यहीँ रहेछ है गाइस ओके मैले यहाँ जुम गरेर हेरिसकेँ नि ल यो क्यामेराको पनि है यो बवाल रहेछ बहिनीको क्यामेरा ल ओके ल अब हामी चाहिँ लप्सन हाम्रो अब एराउन्ड 5 मिनट्सको वाकमा चाहिँ लप्सन हामी पुगिन्छ म्याक्स 5 मिनट्स ल लेट गो फाइनल्ली आइपुग्यौँ हाम्रो के हो यो लप्सन होमस्टेमा नमस्ते ल नमस्ते आराम हुनुहुन्छ ल आइयो हेर्नुहोस् आइयो मैले दाइलाई दाइयो कि भाइ हो मैले फोन गरिरहेको भाइ होला सानो सानो के कता हाम्रो रुम ल आइपुग्यौँ माथि ऊ त्यो माथिबाट हामीले देखेको अहिले भर्खरै आयौँ तल झरेर
ए रुम चाहिँ र सिम्पल यता दाइ र प्रज्ञाको यता चाहिँ हाम्रो यहाँ हो फ्रेस भएर अब यसो आमाहरूले चिया खाम भन्नुभयो अनि यस्तो नजारा हेर्दै ए नाइट भ्यू त एकदम राम्रो रहेछ आमाले भन्नुभएको 250-300 वर्ष भयो आमाको नाम के हो नि ए कति वर्ष पुग्नु भयो हजुर ए 71 वर्ष पुग्नु भएछ हजुर ए आमाको बर्थडे ए पुस 15 के भन्नु ल आउनु आमा बसौँ यहाँ क्या हो लाउरे हो क्या हो लाउरे हो 11 ब्रिटिश लाउरे हो हेर न 6 GR को रहेछ यो गाउँको बारेमा त मैले सुनेको थिएन अनि हामी चाहिँ खोज्दा सिक्लेस जाने भने पनि सिक्लेस पनि सबै प्याक अनि धम्पुस यताउता जाने भनेको सबै प्याक भएर लास्टमा हामी यो के अरे यो घान्द्रुकमै पर्छ अनि घान्द्रुक तर ठाउँ चाहिँ यो डाँडा के डाँडा अरे फेरि भुलेँ मैले मैले भनेको यही हो कि मैले 3000 पर पर्सन डिनर र ब्रेकफास्ट त्यही हो तर तपाईले होटल नबस्ने भन्नुहुन्छ नि हो त्यही भनेको ए ल यो बाटो सफा गर्ने यही बुढी हो ढुङ्गाको गिटी पनि फुटेछ भोलि यो बाटो बाटो बनाउँदाखेरि चाउने भनेर ढुङ्गाको गिटी पनि बनाएछ यही बुढी हो पुरा बाटो सफा हामीले यो ओछ्यायो ढुङ्गा बाटबाट फेरि गाई भैँसी हिँड्ने मैला गर्ने फेरि यो बुढीले डस्टबिन ल्यायो उठाउँदै गर्छ पहिलाको जमानामा हामीले यो घर कति लामो छ त्यही लामो अनि उसो गर्ने थियो मकैको सुली हाल्ने थियो मकैको सुली हाल्ने थियो गाई गोठ दिँदै भेडा गोठ दिँदै घरमा दुध पानी भैँसी दिँदै गाई बाँध्ने अनि गाई गोठ पाखा खेत मल्ने मल गर्ने गाई के अरे भेडा उन्मुल्ने अनि फेरि दसैँतिर खसीहरू बेच्ने त्यसो गर्यो खसी च्याङ्ग्रा त अहिले त च्याङ्ग्रा त उतै उतै चाइना बर्डरतिर च्याङ्ग्रा ल्याउने खसी र बोके यहाँ हाम्रो झरा गोठमा हुन्थ्यो क्या गाई गोठ झरा गोठमा र दसैँमा यो कास्की अहिले त सबै कास्की भयो यता पोखरातिर भयो उहिले त कास्की त उहाँ नौरानातिर मात्रै भन्ने थियो गैरी गाउँ यो भयो नेपाली भाषामा गैरी गाउँ गुरुङ भाषामा पहिला यो गाउँमा अहिले कति धेरै घर भयो पहिला त 12वटा घर थियो अरे 12 घर भन्छ त्यतातिर 12 घर भन्ने यहाँ अनि गुरुङ भाषामा 12वटा घर भएर 12 घर भन्छ आजकल नेपालीमा आजकल गैरी गाउँ भन्छ उतातिर यही गाउँमा यो डिलमा फेरि अलिक उताबाट हेर्दा अलिक डिल छ यतातिर अलिक गहिरो भएर गैरी भन्छ उता अलिक डाँडा भएर यही छेउमा डाँडा गाउँ भन्छ डाँडामा उताबाट हेर्दा डाँडा देख्छ के अरे यही मेलमा उता उतातिरको बत्ती उनी उता माथिबाट हेर्दा खाल्डोमा देख्छ हिमाल त हो त्यो अहिलेको भइहाल्छ नि हो उयो नयाँ उयो त्यसको पछाडि आकाश उज्यालो भएर घाइबाट पुरै परेर अब झल्न लाग्यो माथि गयो यो गाउँ पुरै देख्छ हजुर त्यो मान्छे छ नि जतिको मान्छे त्यहाँबाट बत्ती बालेको छ अहिले घर घरमा यो बाहिरबाट अहिले यो गाउँ त अहिले बेलुका राम्रो हुन्छ अहिलेको हालमा होटल घर गुरुङ बस्ने गुरुङ र होमस्टे एउटा होटल बनाउने गुरुङ र मगरहरूले चलाउँछ पहिला गुरुङमै थियो अहिले चलाउनेहरू मगर गुरुङले चलाएका हुन्
होमस्टे र होटल क्या अहिले बढी होटलको धेरै भयो क्या पहिला होमस्टे थियो ए ढिलो खाने ढिलो यहाँ ढिलो खाने भन्दाखेरि उता बिहान आउँदा ढिलो भयो 3 बजे बल्ल खाना खाएको बाटोमा टाढैबाट आउने अहिले त पोखराबाट हामी बस्ने चाहिँ बुटोल बुटुल ए त्यो गर्नु न बुटुलको पाहुनाहरू धेरै हाम्रो कहिल्यै भयो बर्खामा पनि के अरे खाना हजुरले बनाउनुहुन्छ होइन के अरे ढेँडो पनि बन्छ ढेँडो फेरि एक दाम मात्रै छ कि कस्तो हो मिल्छ कि मिल्दैन नभए खाने बनाउनु मिल्दैन भने एकजनालाई यदि मिल्छ भने बनाइदिनु मिल्यो भने बनायो भने हामी पनि खाला नि त्यो हामी त ठिकै खान्छ एकजनाले ढेँडो एकजनाले ढेँडो खाने पिठोको छ मकैको छ के छ चाहन त ढेँडो खाना मकैको मिठो हुन्छ तिनजनामा दुईजना भेज दुईजना चिकन खाना अनि उसलाई चाहिँ ढेँडो अरू खाना खाना हामी अलि ढिलो खान्छौँ है भर्खरै खाना पनि नभन्नु होला हामी 3 बजे नै त्यहाँ बाटोमै खाना जिप बनाउँदा बिहानदेखि भोकै थियौँ त्यो अलि ढिलो खाने भन्दा त्यो 9 बजीतिर ल हामी चाहिँ यहाँ बजाइको किचनमा आयौँ के बनाउनु भयो बजाइ के बनाउनु भएको त्यो भुटेको मकै भुटेको मकै हाम्रो प्रज्ञाले हेल्प गर्दैछिन् किन भन्दा अब यहाँ धेरैजना हुनुहुन्न नि त पकाउनलाई त्यही भएर माथि के गर्नु जानुभयो आमा यो तरकारी बनाउने आलु लिन जाने ए अब यो माथि बुढामा समस्या त्यसै अब ताप्ने जस्तोले बस्यो हुन्थ्यो आमा एक्लै बस्ने है यहाँ हजुर अहिले र उता उस आइराख्नुहुन्छ बेला बेला हजुर आउँछौ त्यही अहिले सुटिङ गर्नेमा त्यो फिल्म बनाउने भइदिएछ हजुर के बुढीसँग के गफ गर्ने भयो आमा नानीले बसिन्छ यहाँ एकछिन आमासँग होइन ल गफ गर उ गर आमाको आमा हजुर हो क्या हजुर हजुर हो क्या खै ए यो आमा हो यो अहिले पुरै देखेन त्यो उन त्यो भेडाको उन यसरी चलाएरै थियो अरूले खिचिदिनु भएको गोराले खिचेर पछि पठाएर क्या स्कुलमा पैसा दिएर उनीहरूले मायाको चिन्ह यो हालेर ए यहाँ आउनुहुन्छ हाम्रो आमा ठिक्क भर्खर भर्खर हुँदा आइन्छ गोराले खिच्दिएर 45 40 49 फोटो हो यो ए गोराले खिच्दिएर नि हजुरलाई दिएको मलाई त पठाइन कुन होटलमा ए हुन्छ हुन्छ कुन होटलमा बस्यो त्यो गोरा कुरा बुझेन मैले पछि त्यो मिलन होटल छोडिदिएर गएको रहेछ छोडेर रहेछ तपाईँको फोटो यहाँ गोराले पठाइदिएछ भनेर उनीहरूले मलाई
यहाँ पनि एकदम आनन्दको है उहाँ फोटोसोटो खिच्दै हुनुहुन्छ, कोही आगो ताप्दै हुनुहुन्छ। हामी पनि यहाँ ग्रुपिङ भएर आगो ताप्दै मकै चिया खाँदैछौँ। उहाँ आमासँग गफ गर्दै न्यानो भइरह यहाँ आगोमा बस्दा फेरि आगोबाट उता जाँदा चाहिँ एकदम जाडो छ। खाना आइसक्यो हाम्रो लोकल। मैले चाहिँ ढेँडो हो, मलाई चाहिँ ढेँडो मनपर्छ। खास कोदोको खान्थेँ तर कोदोको नरहेछ, यो मकैको ढेँडो। अरू सबै खाना है, अरूले सबै खाना खाने, म चाहिँ ढेँडो हो। हेलो साथीहरू, गुड मर्निङ। गुड मर्निङ साथीहरू है। बिहान हामी 8 बजीतिर उठ्यो अनि त्यहाँ हेर्न सक्नुहुन्छ है, बहिनी मेरो साथी। हेलो बुढी, गुड मर्निङ। ल अब यता फोटोसुट पनि भइरहेछ। तर रियल्ली होइन साथीहरू, एकदम रमाइलो छ यो ठाउँ, एकदम मेस्मराइजिङ छ। अझै पनि यहाँ अझै पनि हामी ठ्याक्क लप्सनमा थियौँ है। लप्सनको ठ्याक्कै साइडमा यहाँ के अरे घान्द्रुक इन्टरनेसनल होइन रहेछ, घान्द्रुक कल्चरल म्युजियम, लामा हेरिटेज भन्ने है। त्यसपछि तल हेर्न सक्नुहुन्छ है, सबैजना कल्चरल ड्रेस, गुरुङ ड्रेस लगाएर त्यहाँ फोटोहरू खिच्ने अनि त्यहाँ भित्रको म्युजियमहरू अवलोकन गर्दै गर्नुभएको छ। एकदम भिड छ मान्छेहरू। फेरि कान अलिकता सुन्नुहुन्न उहाँले। बजै के भन्नुभएको? चिया अब खाने, अब खाने। बुढीलाई कुरिरहेको थिएँ। हाम्रो नास्ता पाक्दैछ, हामी पनि अब नास्ता खान्छौँ। त्यो देखेको चाहिँ निर्मल भिला हो। त्यहाँ पनि प्याकै छ, तर हामी चाहिँ होमस्टे नै बस्ने भनेर आएको हो। त्यहाँबाट पनि राम्रो देखिन्छ होला भ्यू, पुरा गाउँको भाइब्स आइरहेको छ। कस्तो लागिरहेको प्रज्ञा? हाउ आर फिलिङ? यहाँमा चाहिँ जिस्किनु भयो। हाम्रो साथी हुनुभयो हिजोबाट, दुईजना घाम ताप्दै बसेछौँ। दुईजना फेरि उता, बुढाहरू फेरि उता। कहाँ हो ताप। हामी चाहिँ यहाँ घाम ताप्दै बसेछौँ। दुईजनालाई पुग्ने, हामी दुईजनालाई पुग्ने। हामीलाई छोडी उता कहाँ हो। जस बस्ती रमाइलो छ, मजाको घाम लागिरह। दुईजना घाम तापेर बसिरहेछौँ। हाम्रो नास्ता पनि बन्दैछ, अब नास्ता खानु हो। दुईजना बुढाहरू कहाँ हो, कहाँ हामीले नास्ता लगाइदिँदैछौँ दुईजना भएर। फोन गरेर बोलाएको दुईजना। नास्ता आयो हाम्रो। ल नास्तामा के छ हेरौँ है। यो छ पुरी, यहाँ चाहिँ आलु मटर, अन्डा अनि कालो चिया। यो कालो चिया चाहिँ यहीँ बनेको है, चियापत्ती अर्ग्यानिक। कस्तो लाग्छ नास्ता? नास्ता ल तिनजना टेस्ट गरिसक्नु हो, अब मेरो पाली हो। ल आमाले हामीलाई बिदाई गर्दै हुनुहुन्छ। धेरै शुभ यात्रा राम्रो होस्।
नातिहरू ल्याएर आउने नातिनीहरू ल्याएर आउने है बच्चाको आमा भएर आउने मेरो नानी बच्चाको आमा भयो अनि आशीर्वाद होस् है ल आमालाई धेरै धेरै धन्यवाद ल हतार गऱ्यो राम्रो नमान्नु है टिका सिका लगाइदिनु भयो बिदाई गर्नु किन भन्दा आमा चाहिँ उता पोखरातिर निस्किने भएर हामीले छिटछिटै ब्रेकफास्ट गऱ्यौँ फेरि पोखरा केही कामले जान्न आउनु होला सायद अनि आमाले नै हो नि त यहाँ हामीलाई यो दाइ फोटो खिचौँ न त आमाले चाहिँ हामीलाई एकदम मिठो मिठो खाना खुवाउनु भयो अनि हामीसँग हिजो बसेर गफसफ रमाइलो गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब आमालाई चाहिँ हामीले बिदाई गर्दैछौँ हामीलाई बिदाई गर्दै हुनुहुन्छ किन भन्दा हामीभन्दा आमा चाहिँ छिटो जाने हो उता पोखरा ल आमा पछि भेटौँला है ल राम्रोसँग बस्नु ल नातिहरूसँग भेटौँला नातिनीहरूसँग भेटौँला ल एउटा फोटो सेल्फी खिचौँ न आऊ नानी आऊ ल ल फेरि छिटै भेटौँला ल ल राम्ररी जानु ल ल रमाइलो गरेर जानु हुन्छ हुन्छ अनि बिस्तारी बिस्तारी हस् 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 लुगाएर जानु है हस् उतै खाने भात कसले ए उतै पोखरामा खाने होला ए आउनुहुन्छ आज हामी जाने होला हामी अब जाने घर जाने अब हामी हजुर राम्रोसँग भयो अब आमालाई पनि बिदाई गर्नु पर्यो बिचरा आमा एक्लै बस्नुहुन्छ खै ल जाम अब मिठो खायो मिठो त तपाईँहरूको घरमै खानु पाउँछ होइन मिठो यहाँ खाइयो नि आमा हेर्नको लागि यहाँको मिठो छुट्टै मिठो हुन्छ अर्ग्यानिक मिल्दैन के यहाँको खाना मिठो हुन्छ नि मिठो मिठो लाग्यो होला नभए आफ्नो घरमै जस्तो खान मन लाग्छ त्यही पाउँछ यहाँ हेर्नको लागि हेर्न खाना पनि आएको हो क्या आमा हजुर यहाँको अर्ग्यानिक पनि खाना आएको छुट्टै टेस्ट हुन्छ नि त यहीँ खानु पायो अब तपाईँहरू बलियो हुन्छ एक चार दुई अनि इच्छा पुरा भयो ल आमा पनि राम्रोसँग बस्नु नमस्ते ल आफ्नो ख्याल गर्नु छिटै भेटौँला अब आइयो भने छुट्टी मिलाएर आउनु हुन्छ हुन्छ तपाईँहरू उमेर धेरै छ अब हामी बुढी भयो उमेर हुनेहरू त आउनुपर्छ नि हो धेरै गाडीमा चढाइ दिने घोडा दुख्छ अब त ढाड दुख्छ होइन ल हस् हुन्छ हुन्छ हस् अब बिहा गरेर 2 वर्ष 1 वर्ष भयो दिन्छ अब बल्ल दुई वर्ष भयो आमा छोराछोरी पाउने ठिक्क हुन्छ सबै ढिलो भएपछि बुढाबुढी भएपछि छोराछोरी पनि अलिक उमेर गएपछि पछि हामी बुढो भइन्छ होइन गाह्रो हुन्छ छोराछोरी हुर्किँदा सानै हुन्छन् फेरि छोराछोरी हुर्किने गाह्रो हुन्छ अब ठिक्क भएछ छोराछोरी पाउने उमेर हुन्छ आमा ल 2 वर्ष 3 वर्ष आमाले चाहिँ आशिष दिनुभयो अब छिटै लाग्नेछ छिटै लाग्नेछ दब पुरा भयो हिँड्ने बुढाबुढी हजुर अब छोराछोरी हिँड्ने काखमा ल्याउने अनि अलिक ठुलो भएपछि यसरी टेकिनु ल फेरि पठाउनु त्यसरी घेरकार हुने अर्कोचोटि पनि तपाईँहरू उमेर छ फेरि आउनु हजुर त्यो ल बाई 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 आमा ल बाई 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 ल बस्नु है राम्रोसँग ल छिटै भेटौँला
ल हजुर पनि है ल राम्रोसँग बस्नुहोस् राम्रो गरेर जाने घरमा अर्कोचोटि आमाले भन्नुभयो नाति नातिना लिएर आउने अरे लिएर आउनु आमाले हेरिदिनुहुन्छ ल म हेर्छु नि एक रात दुई रात ल है र बाई नमस्ते ल ल ल हुन्छ ल गयौँ है हजुर ल ल राम्रोसित जानु है हस् राखियो अब यहाँबाट पनि लप्सन होमस्टेबाट अब यस्तो गाउँ डुलेर फेरि हामी पोखरा जान्छौँ पोखरादेखि फेरि बुटोल त्यसपछि हाम्रो यात्रा यहीँ अन्त्य हुन्छ यो चाहिँ अन्नपूर्ण यो माछा पुछ्रे यो चाहिँ माछा पुछ्रे गङ्गापूर्ण उतापट्टिको खाल्टोको यो माछा पुछ्रे त्यो अन्नपूर्ण त्यो माछा पुछ्रे ए सरी 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 यो चुच्चो भएको माछा पुछ्रे हो क्या ए बा कति नजिकबाट देखिने अन्नपूर्ण बेस क्याम्प जान्छन् नि यो हिमालको काठिन जान्छन् नि त्यो गहिरो छ नि त्यो गहिरो पछाडि पर्नु जान्छ होटेल यो यो हिमाल यता पर्छ कि यो हिमाल यता पर्छ कस्तो नजिकबाट देखिने चाहिँ हो त्यही पछाडि हो होटेल हो नि अन्नपूर्णको हो यसरी घुमेर जानुपर्छ क्या फनक्कै घुम्छ हजुर पनि यहीँ बस्नु त मेरो घर मेरो यहीँ हो ए ल हुन्छ है हुन्छ हुन्छ म पनि उतै जाने ए ल ल आउनु कस्तो नजिकबाट देखेको कि हिमालय हेर्नु नि आनन्द आउने के सेतो भएर हेर्दा पनि राम्रो देखिन्छ तर अहिले हल्का पग्ले रहेछ ए यहाँबाट ल हेरौँ है त पछाडिको दृश्य ल है हजुरले भिडियोबाट इन्जोय गर्नु होला यहाँ चाहिँ अलि यो अन्डा मकै यो आउने टाइम कहिले हो पुस र माघमा आउँछ ए हो डाँडामा आइपुग्छ उयो डाँडा छ नि कालो डाँडा त्यहीसम्म आउँछ है यहीँ आउँछ बेसरी जाडो हुन्छ होला त्यसो भए त डाँडो त भन्न हुन्न हजुरलाई त अब उसको हामीलाई यहाँ के छ यहाँ पनि हिउँ पर्छ कि नि कहिले कहिले पर्छ यहाँ कहिले काहीँ एक फेर पऱ्यो त्यो इतिहालको ए कहिले कहिले पर्छ यहाँ हाम्रो त छुट्टै रमाइलो गाउँ भएछ के धेरै गुरुङ बस्ती हुनुहुन्छ है पुरानो गाउँ हो नि गुरुङहरू हो त्यो पुरानो गाउँ हो ल ल ल मिल्छ यत्तिकै सजाएर पुरा टिलिङ टिलिङ घन्टी बजाउने इन्डियन पाहुनाहरू पनि यहाँ धेरै आउनु हुँदो रहेछ यो गाउँमा अनि विदेशी पाहुनाहरू पनि हामी अब तलबाट माथि आइसक्यौँ अझै कति 30-35 मिनटको बाटो छ फेरि निस्क्यौँ अब हामी यहाँ आमा फेरि पुरा लौरी टेकी टेकी आउनुभयो घुम्न बाई